बिस्किट चाहिँ यति भइरहेछ भर्खर सबैजना मन लाग्छ अब यति मात्र बाँकी छ यो कम्प्लिट गरिहाल भनेको मैले चाहिँ شايف عصافير ودماغي بتعمل شايف عصافير Hi everyone, welcome back to my YouTube channel. Hope you guys are doing well. This is me, Dagyonjan. अनि आज चाहिँ जीवन र म चाहिँ होइन स्केच गर्छौँ अनि त्यसपछि कस्तो स्केच राम्रो हुन्छ तपाईँहरू हेर्दै गर्नु होला अनि कमेन्ट गर्न नभुल्नु होला लास्टसम्म हेरेर होइन अनि उसको चाहिँ स्कल र अनि के भन्छ स्नेकको थियो अनि मेरो चाहिँ कृष्णको थियो होइन अनि आज चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ लास्टसम्म हेरेर फिडब्याक दिन नभुल्नु होला है हेर्दै गर्नु होला म चाहिँ यहाँनिर प्लान्टहरू कोटिरहेको थिएँ होइन अनि यहाँनिर के एउटा उम्रिन्छ क्या तर के हो भने अब त्यो केही त केही घाँसपात होला घाँसपात कोट्नु पर्छ अरे क्या टाइम टाइममा चाहिँ उनीहरूलाई त्यही भएर चाहिँ मैले आज फ्री टाइममा गरेको पानी फेरेको आउने बनाउनै आएन बिर्स्यो अनि झुन्डाउँछु भनेको होइन अनि अस्ति कसरी गरेको बिर्स्यो हेर्नुपर्छ फेरि यो गरेको थियो यो गरेको यस्तो गरेर यस्तो गरेको अनि कुन त राख्यो हौ अस्ति भर्खर गरेको आज बिर्सिन्छ बिर्सिँदैन त अनि कस्तो उतै हेर उतै भाँडा हेर्ने होइन अब भिडियो हेर्नुपर्छ देऊ यो बिस्किट चाहिँ यति भइरहेछ भर्खर सबैजना मन लाग्छ अब यति मात्र बाँकी छ यो कम्प्लिट गरिहाल भनेको मैले चाहिँ दाले चाहिँ यहाँ भिडियो हेर्दै बनाइरहेछ है अनि के समातै यहाँ यो ढोल्दा यो थाहा छ हौ मलाई त्यो प्लान यता ल्याएको ब्याक गर्न हल्का तेरो बाजे भयो अब भयो भयो रिस उठिसक्यो कहाँ राख्ने त्यसलाई ला तिमी यहाँ माछा समात त
क्रिस क्रस हुनुपर्छ कि यहाँ मुनि अनि ब्यालेन्समा बस्नुपर्छ ठिक छ देखियो एउटा यहाँ छ अरू प्लान्टहरू यही छ अनि मेरो स्केच चाहिँ यति भएको छ अहिले everyone, आज चाहिँ नेक्स्ट डे वेलकम ब्याक अगेन अनि आज चाहिँ स्टुडियोमा आइपुग्यो अनि सरसफाइ गर्नुपर्ने हुन्छ टक्क लगाएर एन्ड देन आजको के हुन्छ हेर्दै गर्नुहुन्छ होला मैले चाहिँ अलि काम धाम गरेर सक्यो अनि अब चाहिँ स्केच गर्न सुरु गर्छु जीवन स्केच सुरु गर्न थालिसक्यो सो किप अन वाचिङ एभ्रीवान कस्तो क्युट देखेको है बल्ल बल्ल यति भएको छ गाह्रो छ हो गाह्रो छ ए झन् अल्छी रेस गराएछ यो क्लिप हौ अर्किड टाइम टु ह्याभ खाजा अनि जीवन चाहिँ अलि बाहिर गएको छ केही कामले अनि त्यही भएर म एक्लै गरिरहेको छु स्केच मलाई मिसो कति भयो डोन्ट ओन्ली दिस मच यति मात्र भाषा बल्ल तल सो गाइज फाइनली हाम्रो चाहिँ स्केच सक्यो दुईजनाकै तपाईँहरूलाई देखाउँछु कसलाई कमेन्ट चाहिँ गर्न नभन्नु होला है त तपाईँहरूले हेरि नै सक्नुभयो अनि तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट बिलो अनि
तपाईँलाई मन परेमा चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला अनि आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला बाई बाई आई लभ यु अल